यो चाहिँ धरानको प्रसिद्ध कङ्कालनी शनि मन्दिरको मन्दिर परिसर हो। विशेष गरेर शनिबार यहाँ एकदमै भिडभाड लाग्ने गर्छ भक्तजनको। हजुरहरूले देख्न सक्नुहुन्छ धेरै भक्तजनहरू बिहानैदेखि आउनुहुन्छ र अब म हजुरहरूलाई शनि मन्दिरको दर्शन गराउन गइरहेको छु। शनि बाबाको कृपाले गर्दा हजुरहरू सबैको दशा ग्रहहरू पार लागेर जाउन्। यहाँ भिडियोमा हजुरहरूले देख्न सक्नुहुन्छ भक्तजनको घुइँचो। यहाँ बिहानैदेखि अहिले झन्डै 8 बजिसकेको छ। यो समयमा पनि भक्तजनहरू लाइनमा बसेर पूजा गर्नको लागि दर्शन गर्नु हो। बसेर श्री सूर्यपुत्र शनि महाराज, संध्यापुत्र शनि महाराज, छायापुत्र शनि महाराज, शिवशिष्य शनि महाराज, नवग्रहका राजा शनि महाराज, तपाईलाई कोटि कोटि नमस्कार, सत्साङ्ग दण्डवत प्रणाम छ। क्षमा गर्नुहोस्, माफ गर्नुहोस् यस संसारका सम्पूर्ण मनुष्य जातिहरूलाई अनि हाम्रा असल भक्तजनहरूलाई र शुभचिन्तकहरूलाई, हामी तपस्वीहरू र यहाँ मन्दिरमा सेवा गर्ने सम्पूर्णलाई सर्व सदा रक्षा कल्याण गर्नुहोस्। जय शनिदेव। श्री महाकाल शनिदेव मन्दिरभित्र पालना गर्नुपर्ने अनिवार्य नियमहरू। मन्दिरभित्र खाली खुट्टा प्रवेश गर्नुहोस्। मन्दिर क्षेत्रमा स्थापित विभिन्न देवी देवताका पूजन मूर्तिहरूको दायाँ परिक्रमा गर्दै मूल मन्दिरमा प्रवेश गर्नुहोस्। बालेका धूपबत्तीहरू फूल प्रसादभन्दा अगाडि तोकिएको ठाउँमा राख्नुहोस्। भक्तजनको भिडको समय अरूको पनि सुविधालाई ध्यानमा राखी छिटो पूजा आराधना गर्नुहोस्। श्री शनि मन्दिरभित्र पानी चढाउन र धूपबत्ती बाल्न बिल्कुल निषेध छ। रुने, कराउने, तर्सिने जस्ता केटाकेटीहरूलाई साथमा नल्याउनुहोस्। महिलाका लागि मासिक धर्ममा निषेध गरिएका विषयको पालना गर्नुहोस्। मांसाहारीले खाएर या मादक पदार्थ सेवन गरेर मन्दिरभित्र प्रवेश निषेध छ। चोर फटा पकेट प्रदान रहनुहोस्। मन्दिरभित्र विवाद गर्ने, सिकाउने, अराउने भन्दा पनि एकले अर्कालाई साथ दिने, सघाउने वातावरण बनाउनुहोस्। मन्दिर सेवामा रहेका स्वयंसेवक, स्वयंसेविका तथा सबैसँग सहयोगको अपेक्षा राखेर विवाद झैझगडा गर्ने काम नगर्नुहोस्। अचानक विवाद अशान्ति हुन गएमा तत्कालको अवस्था हेरी सम्बन्धित निकायको निर्णय सर्वोपरि हुनेछ। जय शनिदेव। ओम प्रापी पौष शनिश्चराय नमः। हिजो हामी शनिदेवको मन्दिरमा दर्शन तथा पूजा गर्न पुग्यौँ। त्यहाँ रहनुभएका महाराजजीबाट शुभ आशीर्वाद लिने सौभाग्य पनि प्राप्त भयो। उहाँको पवित्र आशीर्वाद ग्रहण गर्दै हामीले मनमा शान्ति र सकारात्मक ऊर्जाको अनुभूति गर्यौँ। शनिदेवको कृपा हामी सबैमाथि सधैँ रहिरहोस्। उहाँको कृपाले हाम्रा सबै ग्रह दशा शान्त हुन्, दुःख कष्ट र बाधाहरू हटुन्, घर परिवारमा
सुख शान्ति र समृद्धि छाओस्। शनिदेवले यहाँहरू सबैका मनोकामना पुरा गरून्। जय शनिदेव, जय शनिदेव, जय शनिदेव।